गाइज आज चाहिँ हाम्रो विशेष काम ड्रेस सिलाउनको लागि बजार जाँदैछौँ। दोलखाको सिंगटी बजार हो। अहिले हामी चाहिँ बजारमा आएर ड्रेस हेऱ्यौँ र सिलाउन लगायौँ। दुई ज्यादा भाइरल ड्रेस देखेँ। जिउमा ड्रेस म्याच नभए पनि एक्सनहरू धेरै थियो मेरो। उस ड्रेसको लागि कोट हेर्न गएँ। कोट चाहिँ भन्नुपर्दा अहिलेसम्म मैले कहिले लगाएको छैन। सो लगाएपछि चाहिँ मलाई छुट्टै नजिया आयो। म्यामले चाहिँ एकजना सिस्टरको मेकअप गरिदिनु भयो। बजार आएपछि चाहिँ हामी धेरै काम गर्छौँ। यतिखेर खाजा खाँदैछौँ भने सबै काम भ्याइसक्दाखेरि यति भोक लागिसकेको थियो। खाजामा चाहिँ हामीले झोल मोमो खायौँ। मोमो एकदमै मिठो थियो। मलाई चाहिँ मोमो एकदमै मनपर्छ। हामीलाई चाहिँ हिँड्दा हिँड्दा एकदमै प्यास लागेर पानी पियौँ। फर्कदा चाहिँ कुनै गाडीहरू नि पाइएन। सो 32 डिग्रीको घाममा हिँडिरहेको छौँ। फाइनल्ली बजार घुमेर फर्किसकेका छौँ। आजको दिन चाहिँ एकदमै इन्जोय भयो। आजको लागि यति नै, हेरिदिनु भएकोमा धन्यवाद।